राजा ज्ञानेन्द्रका कुण्डलीमा 2079 साल असोज 6 गतेदेखि ग्रहले राम्रो अवस्था लिएको छ। यो अवस्था मैले धेरै पहिलेदेखि भनिरहेको छु, 82 साल भरि नै हो, 83 सालसम्म हो। अझै राम्रो राजा ज्ञानेन्द्रको ग्रह अब चैतको 23 गतेदेखि साउनको 13 गतेसम्म राम्रो योग बन्छ। यो योगको बेला राजा राजगद्दीमा बस्ने सम्भावना 80-90% हुन्छ। चैत 13 गतेदेखि नै चैतको 23 गतेदेखि साउनको 13 गतेसम्म बढिया राम्रो हुन्छ। र मैले भनिरहेको छु 2082 साल राजाको लागि विशेष साल हो। कसरी 82 साल कसरी विशेष साल हो भने हाम्रो राष्ट्र झण्डा जो छ नि, राष्ट्र झण्डामा तपाईँले सूर्य र चन्द्रमा देख्नुहुन्छ नि। यो 82 साल भनेको सूर्य र चन्द्रमाले नेतृत्व गर्दैछ। 2079 साल असोजको 6 गतेदेखि राजा ज्ञानेन्द्रको मूल हाम्रो मङ्गल दशम भावको मङ्गल अलिकति एकदम पावरफुल हुँदै थियो र त्यो अब अझै पावरफुल चाहिँ 82 बाट हुन्छ र 82 राजाको लागि बडो राम्रो समय हो हैन। यो 82 देखि कहिलेसम्म रहन्छ गुरु? यो 82 सालदेखि धेरै लामो समयसम्म रहन्छ हैन। अब यो यस्तो क्या, राजाले पनि धेरै कुराहरू बुझेर उहाँका पनि गुरु होलान् नि त। हच्चगतलका गुरु छन् भने त म केही भन्दिनँ। त्यस्तै यहीँनिर नि गुरु तपाईँले भन्नुभएको थियो क्या योभन्दा अगाडिको इन्टरभ्यूमा, राजा ल्याउँछु भनेर हामी मात्रै कराएर नि भएन होइन, यो अरू दलहरू मात्रै कराएर नि भएन, तर राजा बोल्नु पर्यो, अब चाहिँ समय आयो भन्नुभएको थियो। मैले समय आयो ल हो बोलिदिनु भयो, मैले समय आयो भनेर मलाई थाहा थियो क्या। यो समयमा नै मङ्गल र शनि नि चलेको बेला राज्य स्तरका व्यक्तित्वहरू बोल्नुपर्छ। राजा ज्ञानेन्द्र बोल्नुहुन्छ भनेर मैले 1 वर्ष अगाडिदेखि कराइरहेको, अब हेर्दै जानु राजा बोल्ने दिन नजिकिँदैछ भनेर। बित्नु भएको रहेछ उहाँ, भाइ होइन हाम्रो महेन्द्रको चाहिँ अर्कोपट्टिको सन्तान बितिसक्नु भएको रहेछ क्या होइन। मैले पछि थाहा पाएँ र मैले चाहिँ के भनिदिने गराएको छु नि, राजा बोल्दै हुनुहुन्छ भनेर मैले तपाईँहरूलाई भनिदिएको थिएँ। किनकि मङ्गल र शनिले राजालाई बोल्ने बनाउँथ्यो बोल्नु भयो क्या होइन। अब फेरि बोल्नुहुन्छ केही समय पछाडि, अनि त्यो बोलीले चाहिँ केही न केही अप्ठ्यारा स्थितिहरू भनौँ राज्यलाई अप्ठ्यारो होइन नेताहरूलाई अप्ठ्यारो पर्न सक्ने स्थिति चाहिँ आउँछ। म प्रमाणित दिन्छु, कोही ज्योतिषी मसँग आउँछन् भने म प्रमाणितै दिन्छु यो। र मैले भनिरहेको छु 2082 साल राजाको लागि विशेष साल हो। कसरी 82 साल कसरी विशेष साल हो भने हाम्रो राष्ट्र झण्डा जो छ नि, राष्ट्र झण्डामा तपाईँले सूर्य र चन्द्रमा देख्नुहुन्छ नि। यो 82 साल भनेको सूर्य र चन्द्रमाले नेतृत्व गर्दैछ। सूर्य भनेको हाम्रो झण्डाले नेतृत्व गर्दैछ क्या, यसरी बुझ्नु तपाईँले। भन्नुको मतलब झण्डा कसको हो त? राजाको हो नि त। राजाको भने राष्ट्रको झण्डा हो नि त। त्यही हिसाबको छन् र राजाका ग्रह पनि त्यही हिसाबका छन्। र अब बृहस्पतिले अलिकति पारा मिलाइसक्ने बित्तिकै राजा राजगद्दीमा बस्ने योगहरू बन्छ होइन। अब मैले धेरै अगाडि प्रचण्डहरू केपी ओलीलाई पनि तिमीहरूको शनि ग्रहले तिमीहरूलाई धेरै ठुलो असर गर्दैछ, बेलैमा सजग बन भनेर आजभन्दा 1 वर्ष अगाडि नै भनेको। अब हामीले भनिराख्दा हाम्रा कुरा सुन्दैनन् यिनीहरू। आज नसुनेको विडम्बना पुरपुरोमा हात राखेर केपी ओली रातभरि निन्द्रा छैन यो माहौल देखेर। प्रचण्डको निन्द्रा उडिसक्यो, कुन्टाको डिप्रेसनको औषधि खाने हाम्रा नेताहरू सबै डिप्रेसनको औषधि अब झन् थप्नु पर्ला जस्तो हुने स्थिति आइसक्यो होइन। हिजो छ नि तपाईँको राजावादीहरूले चाहिँ तपाईँले अहिले के भनिरहनु भएको छ भने 2081 सालमा राजा चाहिँ राजगद्दीमा राख्न योग्य समय होइन। मैले मात्रै भनेको कुरा होइन, राजवादीहरूले त अझ एक थरीहरूले हिजो नै चाहिँ नारायण त्यो उत्तौलोपनले हुनेवाला केही पनि छैन। त्यही उत्तौलोपनले गर्दा गणतन्त्र आयो, त्यही उत्तौलोपनले गर्दा राजतन्त्र सकियो, फेरि त्यही उत्तौलोपनले गर्दाखेरि जति पायो त्यति बेलै। नेपाल भनेको तन्त्रको भूमि हो, यो ऋषि महर्षिहरू यहाँ खेलेको भूमि हो, यो भूमि देवताको भूमि हो। यहाँ गोचर ग्रह अनुसार यो चलिरहेको हुन्छ र यी सबै कुराहरूलाई मिलाएर मात्रै अगाडि बढ्नु। मैले प्रचण्डलाई बुध ग्रह तिम्रो खराब छ बनाऊ अनि मात्र तिमी नेतृत्वमा गएर बस अनि सक्सेस हुन्छौ भन्दा मेरो कुरो प्रचण्डले कहिले सुनेनन्। र प्रचण्डले अहिले गणतन्त्र बचाउँछु भन्नु पनि काम नदिने वचन हो त्यो। मैले चाहिँ के भन्छु भने सबै मिल, यो ठुलो मौका हो। फेरि जनतालाई भिडाएर मार्ने काम कसैले नगर। फेरि 17,000 मरे, फेरि अब राजतन्त्रको लागि कति हजार मर्ने हुन्। यो मार्ने काम पटक्कै नगर। यदि राष्ट्रको
एउटा तिमीहरूलाई भक्ति छ, राष्ट्रको भाव छ, राष्ट्र हो, नेपाल देश बस्नुपर्छ, नेपाल देशमा राम्रो होस् भन्ने चाहना बोकेर आएका हो, विदेशका एजेन्डा होइनौ, विदेशीका अलिहरू होइनौ भने तत्काल राजा ज्ञानेन्द्रलाई भेटेर हुन्छ कि के गरेर हुन्छ, एउटा तिमीहरू निष्कर्षमा निस्क, हुलदुङ्गाले देश बन्दैन, हुलदुङ्गाले देश सकिन्छ, सहमतिमा जाओ, देश बनाओ, या प्रधानमन्त्री को हुन्छु भन्ने तरिकाले नहिँड, यो देश कसरी बनाउँछु भन्ने हिसाबले हिँड, हामीले यही भन्ने हो। म पनि सहभागी थिएँ। मलाई के चित्त दुखेर म सहभागी भएको हो भने नि, मेरो धर्म सक्यो हो, मेरो धर्म सकिदिए यिनीहरूले। हिजो आज सबै धार्मिक स्थलमा नेपालका नेताहरूका कार्यकर्ता भर्ती स्थल बनाइयो है। सबै मठ मन्दिरमा अहिले यिनीहरूले नेताका कार्यकर्तालाई भर्ती स्थल बनाएका छन्। त्यो सबै छ, प्रविधि छ। र हामीले कुनै ठाउँमा धार्मिक स्थलमा पुराणहरू यज्ञ यज्ञादि लगाउनु पर्यो भने सबैभन्दा सुरुमा केपी ओली, प्रचण्ड, शेरबहादुर देवा, आर्जु देवा, गगन थापा जस्ता मान्छेलाई भेट्न जानुपर्छ। कतिसम्मको चाहिँ विकृति हो होइन एउटा त्यसमा मेरो मन दुखेको हो। धर्म सकेपछि यस्तो हुँदो रहेछ। अर्को कुरो, बालेन, हाम्रो सागर ढकाल, हर्क साम्पाङ, गोपाल हमाल जस्ता व्यक्तित्वहरूले केही गर्न सकेनन्। गर्नलाई जन्मिएका हुन् यिनीहरूले गर्न सकेनन्, यिनीहरूले गर्नै दिएनन्। अब यिनीहरूले गर्न नदिइसकेपछि चाहिँ जसले गर्न दिन्छ उसको पछाडि त हामी लाग्नु पर्यो, किनभने हामीलाई राष्ट्रको माया छ, हामीलाई राष्ट्रको चिन्ता छ, हामीलाई यो देशको चिन्ता छ, हामीलाई देशको धर्मको चिन्ता छ, हामीलाई देशको एउटा गरिमामय अवस्था होस्, सबैले पुज्ने खालको राष्ट्र बनोस् भन्ने हामीले सोच बनाएर हिँडेका छौँ। त्यही जस्तै खगेन्द्र गुरु चाहिँ यो अहिले चाहिँ तपाईँलाई होइन एक थरी मान्छेले चाहिँ राजावादी रहेछ अथवा राजतन्त्रवादी रहेछ भन्ने खालको आरोप पनि तपाईँमाथि आइलागेको छ। अब भोलि जस्तै बालेन शाह, गोपी हमाल होइन, हर्क साम्पाङ जस्ता नेतृत्व आएर यही व्यवस्थामा होइन चाहिँ उहाँहरूले काम गर्न सक्ने वातावरण बन्यो भने तपाईँ त्यसलाई पनि सपोर्ट गर्नु? मैले त यो भनेको, मैले राजा ज्ञानेन्द्रसँग भेट्ने प्रयत्न गरेँ, मिलाउँदैछु प्रक्रिया। मेरो एउटै मात्रै हो, राजा ज्ञानेन्द्रले अब यी दुई चिउरेहरू अहिले एकछिनमा एक थोक बोलेका छन्, अहिले एकछिनमा एक थोक बोल्नेहरू छन् नि जुन, यिनीहरूलाई लिएर हिँड्नुभन्दा बालेन, हर्क, गोपाल हमार, सागर ढकाल होइन, यी युवा पुस्ताहरूलाई अलिकति जोड दिएर लिएर हिँड्नुपर्छ अब राजा ज्ञानेन्द्रले, यदि देशै बनाउने भए। नभए हच्चाकतालमा अहिले यहाँ एक थोक बोलेको छ, अहिले उ त्यहाँ गएर अर्को थोक बोलेको छ, यस्ता मान्छेहरूले राष्ट्र बनाउँछन्, देश बनाउँछन्, देश विकास गर्छन्। म राजावादी, म आफूलाई म राजावादी भन्दिनँ, म राष्ट्र, सुन्नु, म राजावादी आफूलाई म भन्दिनँ, म राष्ट्रवादी मान्छे हो। म एउटा यो देशमा जन्मेँ, यो देशलाई मैले के दिन सक्छु त्यो दिनको लागि हामीले चाहिँ दुःख भोगिराख्नु परेको छ भन्नाले आफ्नो गोजी भर्नलाई हामीले काम गर्ने होइन क्या। यो राष्ट्रको लागि केही नयाँ चिज दिएर जाउँ, जुन चिजले हजारौँ मान्छेहरूको जिन्दगी सुधारोस् भनेर रात दिन कराउँदाखेरि, रात दिन नेतालाई भेट्दाखेरि पनि हाम्रो काम बन्न सकेन। यही राष्ट्रको लागि केही दिन्छौँ भन्दा अब त्यो नदिइसके पछाडि त हामीलाई जसले दिन्छ उसकोमा जानु पर्यो नि त। भन्नुको मतलब के थियो भने, मेरो एउटा बाउ थिए भने मेरो बाउले छोरोको दुःख बुझेर मलाई दिन्थे, छोरा यो गर है भनेर। तर यहाँ नि बा अब कुन हो हामीले नि चिन्न सकेनौँ। केपी ओली हो कि, प्रचण्ड हो कि, शेरबहादुर हो कि, आर्जु हो कि, माधव हो कि, बाबुराम हो कि, अब यो केही बुझ्नै सकेनौँ। हाम्रो बाउचीको हो, हाम्रो कुरो चाहिँ कसले सुनिदिने, हाम्रो कुरो चाहिँ कसले मनन चिन्तन गरिदिन्छ, यो हो क्या। अनि हामी अब एउटा फाइल लिएर गयो, केपी ओलीकामा गयो त्यहीँ काम बन्दैन, फेरि प्रचण्डकामा गयो त्यहीँ बन्दैन, शेरेकामा कुद्दै हैतु हैरान न काम बन्छ, गोजीकै मात्रै पैसा खर्च होइन। यही राष्ट्रको लागि केही गर्छु भन्दा मिलेको छैन। त्यही भएर युवा पुस्ताहरू पनि यति निराशमा छन्, नहुने रहेछ यो गणतन्त्र, वाहियात रहेछ भनेर। बालेन जस्तो मान्छेलाई त 3 महिना भयो, 4 महिना भइसक्यो अड्काइदिइरहेछन् भने अब म यही गणतन्त्रमा कसरी चाहिँ सफल हुन्छ, सफल त नहुने रहेछ भन्ने खालको मैले चाहिँ महसुस गरेरै राजाको समर्थनमा म निस्केको हो। मलाई राजनीति गर नभन्नु, म गुरु हो, म राजनीति गरेर प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री हुन मलाई मन पनि छैन, म हुन्न पनि, यो मलाई चाहिँदैन पनि, मेरो एउटा आफ्नै कर्म छ।
तर गुरुको काम भनेको सबैलाई, राजालाई पनि सुधार्ने काम गुरुको हो हैन। गुरुले केपी ओलीलाई पनि सुधार्न खोज्छ, प्रचण्डलाई पनि सुधार्न खोज्छ, राजालाई पनि सुधार्न खोज्छ, प्रजालाई पनि सुधार्न खोज्ने काम गुरुको हुन्छ। गुरुको भूमिका हामीले निर्वाह गर्ने हो। र म फेरि पनि के भन्न चाहन्छु भने केपी ओलीदेखि लिएर प्रचण्ड, बाबुरामहरू सबै एकपल्ट तिमीहरू राजा ज्ञानेन्द्रलाई बोलाएर एउटा निर्णय सहमतिमा छिटोभन्दा छिटो जाओ, नभए यहाँ हजारौँ मान्छेहरूको फेरि मृत्यु हुने अवस्थाहरू देखिएको छ। यो मृत्यु कसैको नहोस्। कुन्ताको जनसङ्ख्या घटेर देशको बेहाल अवस्था छ, युवाहरू जम्मै विदेश छन्। जुन खालको अहिलेको अवस्था सिर्जना हुँदै गयो भने तपाईँले जुन यो ग्रह गोचरबाट हेर्नुहुन्छ त्यसमा त्यस्तो लेखिएको होइन। मैले पहिले भनेको अतिचारी योग जेठदेखि उताको अवस्था भएका भयङ्कर मान्छे मर्ने योगहरू बनिन्छ। 82को जेठदेखि उता एकदमै प्राकृतिक घटनाहरू पनि घट्छ, राजनीतिक घटनाहरू पनि भयङ्कर भयङ्कर घट्छ। हो हल्ला, आतङ्कवादहरू मच्चिने, मान्छेलाई नेपालको मात्रै कुरो होइन विश्वमै यस्ता खालका लक्षणहरू अतिचारी योगले बनाउँछ। हामीले जोगाउन प्रयत्न गर्दा गर्दै अब जोगिँदैनन् नेपालीहरू, त्यो छ समस्या। जस्तै हिजो मात्रै जुन दुर्गा प्रसाद जुन उहाँले होइन राजा ल्याउँछु भनेर उ गरिरहनु भएको छ, अहिले चैत 1 गतेबाट त बृहत रूपमा आन्दोलन नै घोषणा गरिसक्नु भएको छ। होइन गर्नुहोस्, उहाँले तपाईँको ज्योतिष विज्ञानले चाहिँ अब 81 सालले उपयुक्त छैन भनिसक्नु भएको छ। एउटा कुरो सुन्नु, अवस्थालाई कसरी चाहिँ ह्यान्डल यो हाम्रो दुर्गा सर पनि नबुझिकन बक 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 गरेर बोलेर हुँदैन के। राजेन्द्र लिङ्गदेनले पनि त्यो यो देव भूमि हो, यो राष्ट्रदेव पशुपतिनाथको भूमि हो, ऋषि महर्षिहरूले खेलेको भूमि हो। यहाँ ग्रह गोचरको ठुलो भूमिका रहन्छ। ग्रह गोचरै नहेरी हच्चकतालमा बोल्नु हुँदैन। चैत 1 गते जतिखेर मौका पाए त्यतिखेर यो काम राम्रो होइन। पहिले पनि यस्तै भएर राजतन्त्र सक्यो। तपाईसँग त भेटघाट पनि हुन्छ होला? हुन्छ, म दिन्न, मेरो सल्लाह कसैले मान्दैनन्। यहाँ मैले हेरिसकेँ, यिनीहरूलाई राम्रो सल्लाह दिने मान्छे यिनीहरूको लागि घातक हो। म चाहिँ अब यिनीहरूलाई सल्लाह दिन्छु। होइन, अब हामीले भनेको हामी त एउटा कसैलाई नराम्रो नहोस् भन्ने मान्छे हो नि त। हाम्रो कुरो मान्दैनन् भने अब के भन्नु। मैले त राजा ज्ञानेन्द्रको लागि चैतको 23 गते पहिले राजा ज्ञानेन्द्र गएर गोर्खामा गएर गोरखकालीको पूजा गरेर क्षमा पूजा गरेर त्यस पछाडि भीमसेन मन्दिर कालिन्चोक भगवतीमा यसो हतियार दान गरेर हैन, त्यस पछाडि आएर आफ्नो श्राप मोचन गरेर अनि मात्रै आन्दोलनको बिगुल फुकायो भनेको। अब यहाँ हच्चगतालमा जसले जे गर्दा भयो, जसले जे बोल्दा भयो यो देशमा हैन। अब यो एकदम नराम्रो अवस्था आउँछ जस्तो लाग्दैछ मलाई। मैले राजेन्द्र लिङ्गदेनलाई हिजोको भन्दा ठुलो सङ्कट चाहिँ देशमा आउँदैछ हैन, गणतन्त्रलाई माथि आउँदैछ, बर्बाद होला जस्तो रुनै मन लाग्छ क्या यो देशको अवस्था देख्दा। कसलाई सम्झाउनु क्या, कोही सम्झिने वालै छैन नि। तपाईले भविष्य देखिरहनु भएको छ, तपाईले मनी आजभन्दा नि 100 वर्ष पछाडि के हुन्छ भनेर बोल्न सक्ने क्षमता मसँग छ क्या। मेरो विज्ञान त्यो विज्ञान हो। आजको 2 महिना पछाडि के हुन्छ हामीलाई थाहा हुँदैन। जतिखेर मैले आज ल मेरो एउटा मात्रै भिडियो तपाईँले देखाउनु। 76 सालमा पनि राजा आउँछ भनेको छ, 75 सालमा पनि राजा आउँछ भनेको छ, 79 सालमा पनि राजा आउँछ भनेको छ, 80 सालमा पनि राजा आउँछ भनेको छ, 81 सालमा पनि आउँछ भनेको छ, 82 सालमा पनि राजा आउँछ भन्दै भविष्यवाणी गर्ने टाइपको मान्छे होइन म। निचोड के हो, मैले पहिले भन्दैको 2079 साल असोजको 6 गतेदेखि राजा ज्ञानेन्द्रको मूल के अरे हाम्रो मङ्गल 10औं भावको मङ्गल अलिकति एकदम पावरफुल हुँदै थियो र त्यो अब अझै पावरफुल चाहिँ 82 बाट हुन्छ र 82 राजाको लागि बडो राम्रो समय हो हैन। यो 82 देखि कहिलेसम्म रहन्छ गुरु? यो 82 सालदेखि धेरै लामो समयसम्म रहन्छ हैन। अब यो यस्तो क्या, राजाले पनि धेरै कुराहरू बुझेर उहाँका पनि गुरु होला नि त। हच्चगतालका गुरु छन् भने त म केही भन्दिनँ। यहीँनिर नि गुरु तपाईँले भन्नुभएको थियो क्या योभन्दा अगाडिको इन्टरभ्यूमा, राजा ल्याउँछु भनेर हामी मात्रै कराएर नि भएन होइन, यो अरू दलहरू मात्रै कराएर नि भएन, तर राजा बोल्नु पर्यो, अब चाहिँ समय आयो भन्नुभएको थियो। मैले समय आयो ल हो बोलिदिनु भयो, मैले समय आयो भनेर मलाई थाहा थियो क्या। यो समयमा नै मङ्गल र शनि नि चलेको बेला राज्य स्तरका व्यक्तित्वहरू बोल्नुपर्छ। राजा ज्ञानेन्द्र बोल्नुहुन्छ भनेर मैले 1 वर्ष अगाडिदेखि कराइरहेको। अब हेर्दै जानु राजा बोल्ने दिन नजिकिँदैछ भनेर। बित्नु भएको रहेछ उहाँ, भाइ होइन हाम्रो महेन्द्रको चाहिँ अर्कोपट्टिको सन्तान बितिसक्नु भएको रहेछ क्या हैन। मैले पछि थाहा पाएँ
र मैले चाहिँ के भनिदिने गरेको छु नि राजा बोल्दै हुनुहुन्छ भनेर मैले तपाईँहरूलाई भनिदिएको थिएँ किनकि मङ्गल र शनिले राजालाई बोल्ने बनाउँथ्यो बोल्नु भयो क्या होइन अब फेरि बोल्नुहुन्छ केही समय पछाडि अनि त्यो बोलीले चाहिँ केही न केही अप्ठ्यारा स्थितिहरू भनौँ राज्यलाई अप्ठ्यारो होइन नेताहरूलाई अप्ठ्यारो पर्न सक्ने स्थिति चाहिँ आउँछ जस्तै यो गणतन्त्र जुन व्यवस्थामाथि चाहिँ व्यवस्थामाथि होइन अब कसको माथि बोल्नुहुन्छ त्यो भगवान् जानुन् होइन तर बोल्ने दिन आउँदैछ किनकि अब अलिकति बोल्दै हुनुहुन्छ त्यो अवस्था आउँछ तर राजाले आफ्नो लागि चाहिँ ग्रह गोचर मिलाएर मात्रै अगाडि बढ्नको लागि हार्दिक अनुरोध गर्छु जस्तै हिजो जुन आन्दोलन अथवा राजालाई स्वागत गर्न जो उहाँ पुग्नु भएको थियो त्यहाँ चाहिँ भारतको यो बिहार राज्यको होइन यहाँ के अरे मुख्यमन्त्री उहाँको फोटो पनि देखियो यस्तो थियो हेर्नु त्यो फोटो हामीले सुन्नु न म यो कुरो नै यो हो भने त म राजा मान्दै भन्दिनँ नि तपाईँ कसरी भारतले उचाल्छ नरेन्द्र मोदीले उचाल्ने थिएन नरेन्द्र मोदी प्रधानमन्त्री भएको 12 वर्ष भइसक्यो भारतमा सुन्नु न कुरो सुन्नु नै होइन नै म भनिदिँदैछु के थियो भने नि मोदीले राजा ल्याउने थियो भने आजभन्दा 5-6 वर्ष अगाडि नि ल्याइसक्थ्यो अहिले मोदीकै तपाईँको चाहिँ कुर्सी डगमगाइराखेको छ ठुला कुरा गर्ने यहाँ मिल्छ ठुला गरेर गर्न मोदीले राजा ल्याउने योगी लिएर यिनीहरू नि कतिखेर त्यहाँ सत्ता उनीहरूको जाने चिप्लिने उनीहरूकै टुङ्गो छैन हिजो अस्ति देखिएन भारतमा कति मतले आयो मोदीले भनेर कति % सिट ल्याएको छ भने हामीलाई थाहा छैन र मोदीले योगीले यहाँ राजा ल्याइदिने हच्चगत्ताल त्यो जो मान्छे थियो नि त्यसलाई हामीले गाडी रोकेर हाम्रा टिमका साथीहरू गएर त्यो ब्यानर मैले फ्याल्न लगाएको ल हिजो मैले फ्याल्न लगाएको सोध्नु न हाम्रा साथीभाइहरूलाई गाडीबाट उत्रेर गाडी रोकेर त्यो फ्याल्न लगाउने मान्छे म किन ल्याइसियो भन्दाखेरि म उताबाट आएको इन्डियाबाट भन्नु होइन त कहाँबाट आइस भन्दाखेरि मैले हामीले सोद्धाखेरि उसले के बोलेको छ त्यहाँनिर सबै साथीभाइहरूसँग छ बुझ्नुभयो नि त्यहाँ को घुसपिट भएको हो त्यहाँ हिजो घुसपेट हो बाटोमा आउँदै ल्याएर थमाइदिएर बाइकको पछाडि राजा विरोधीहरू नै त्यहाँ 2-4 जना मान्छेहरू त्यो बाइकमा स्कुटरमा 1 बोतल मासु र रक्सीमा बिक्नेहरू आएर त्यो फोटो यस्तो टाङ्देर त्यो राजाको आन्दोलन जुन त्यो थियो सवारी त्यसलाई चाहिँ विखण्डन गर्नको लागि कुतत्त्वहरूको हाबी भएको हिजो फ्याल्ने मान्छे म ठुलो कुरो गर्ने यिनीहरूले हाम्रो मसँग गएको टिमका साथीहरूलाई मैले गर फ्याल भनेपछि फ्यालेको थियो तानेर फ्यालेको स्कुटीबाट कुरो ठुलो कुरो गर्दै नगरौँ न कसले ल्याएको कहाँबाट ल्याएको सबै हामीसँग प्रमाण छ ठुलो कुरो गर्ने यो देशमा राजा नि कसले ल्याएको थाहा छ प्रचण्डले ल्याउन आँटेको ल म खुलाइदिन्छु वास्तविकता अनि हामीलाई थाहा छैन भित्री डिजाइन के भइरहेछ भनेर गणतन्त्रवादीहरू राजा आउँदा तर्सिरहेछन् प्रचण्ड खुदले गणतन्त्रमा म सक्दिनँ हार खाइसकेर चाहिँ पटक उहाँ प्रधानमन्त्री हुँदा पनि हार खाइसकेर होइन म गलत बाटो हिँडेछु भनेर खुद प्रचण्ड र राजा भेटेको मैले बाहिर निकालिदिएको होइन प्रमाणहरू ठुलो कुरो गर्ने प्रचण्ड यो मेन प्रचण्ड हो राजा ल्याउनको लागि जनतालाई उत्साहित बनाउने मान्छे ठुलो कुरो गर्ने यस्तो हो नि त तपाईँ जसले ल्यायो त्यसले भोलि अप्ठ्यारो हुँदैन मैले डाइरेक्ट प्रचण्डले राजतन्त्रको लागि बोलिदिँदा भोलि उसको ज्यान तलमाथि हुँदैन उसकै कार्यकर्ताले ढुटोपिठो पार्दैनन् त्यो भएको कारणले प्रचण्डले धेरै ठुलो दिमाग लगाएर प्रचण्डद्वारै नै नेपालमा राजतन्त्र फर्किन आँटेको मोदी र योगीलाई नाम बेचेर चाहिँ यहाँ कसैले रोटी सेकाउँछ भने त्यो गलत सरासरी गलत हो हामीसँग छ मलाई सब थाहा हो यो यिनीहरूको ग्रहहरू सब यिनीहरूका ग्रह गोचर सबै थाहा मैले भनिदिन्छु लेखेर राख्नु होइन प्रचण्डले नै राजतन्त्र फर्काउँछ र यहाँ अहिले राजेन्द्र लिङ्गदेन दुर्गा प्रसाद प्रधानमन्त्री भनेर उफ्रिँदैछन् नि यी प्रचण्ड नि हुनसक्छ के ठुलो कुरो यहाँ कुरै छोडिदिनु न आथे फोटो खिच्दैमा देखिने होइन अनौठो रूपमा पनि आउन सक्छन् त्यो कुरो छोडिदिनु होइन नेपालमा गणतन्त्र सक्नको लागि सबैभन्दा मुख्य भूमिका प्रचण्डको यति कुरो बुझ्दा हुन्छ तपाईँहरूले अनि बिचारा 5 पल्ट कतिपल्ट प्रधानमन्त्री भइसक्यो अनि आफै सोच्नु 3 पल्ट कि 5 पल्ट त प्रधानमन्त्री भइसके हो केही गर्न पाउँदैन केही गर्नै पाएको छैन हार खाइसकेर बुझे यो व्यवस्थामा मैले काम गर्न नपाउने रहेछु भनेर भित्री रूपमा राजतन्त्रको अवधारणा बोकेर हिँडेको अस्ति गाउँ किन हिँडेको सब भित्री के को 84
चौरासीमा राजा ल्याएर म प्रधानमन्त्री हुन्छु भन्ने उनलाई विश्वस्त छ। ठुलो कुरो गर्ने 100 ठुलो कुरो गर्न। अहिलेको गणतन्त्रका प्रधानमन्त्री होइन प्रचण्ड राजतन्त्रमा प्रधानमन्त्री हुने सोचमा हुनुहुन्छ उहाँ। त्यही सोचले त यो माहौल आएको त। बिचारा प्रचण्ड नि पटक पटक रोइसके क्या गणतन्त्रमा मैले कामै गर्न नसक्ने रहेछु भनेर। बुझिसक्यो। यहाँ हात लगाएर डिप्रेसनको औषधि खाँदै बिचारा टेन्सनमा छन् अहिले तिनलाई हरिबिजोग बनाइयो नि प्रचण्डलाई त। यहाँ यता शेरेले चेप्या छ, उता केपी ओलीले चेप्या छ। देश बनाउन आएको मान्छेलाई चेपेको चेपे पारेर बर्बाद, केही गर्दा हुँदैन। अनि अब भएन भनेर उसले भित्री डिजाइनमा चाहिँ प्रचण्डलाई नै राजतन्त्र ल्याएर अनि राजतन्त्रको बेलामा आफू प्रधानमन्त्री भएर चाहिँ यिनीहरू सबलाई जेल हाल्ने रणनीति हो प्रचण्डको। अब यो 2082 त भन्नु हो राजाको लागि एकदम उत्तम योग भन्नु हो होइन। ठ्याक्कै भनिदिनुहोस् न हाम्रो दर्शक यस्तो तपाईँले हेरिरहनु भएको जो तपाईँको कुरालाई विश्वास गर्नुहुन्छ। 2082 सालमा राजा ठ्याक्कै राजगद्दीमा बस्छ अथवा तपाईँलाई म प्रमाण देखाइदिँदैछु, रोक्नु। म यहाँबाट बोल्दिनँ। मैले केही दिन अगाडि यहाँ लेखेर हालिदिएको छु राजालाई राजगद्दीमा राख्ने उपयुक्त दिनहरू भनेर हो। सोशल मिडिया राख्नु भएको छैन। जो कहिले गुरु खगेन्द्र भन्ने आइडीमा गएर हेर्न सक्छ नि। यहाँ कति धेरै छ अब यो मैले भन्न मिल्दैन अहिले। यहाँ हेर्नु सबै छ। हेर्न चाहनेहरूले त्यहाँ गुरु खगेन्द्र फेसबुक हेरेर मजाले हेर्दा हुन्छ। यदि यो समयमा राजालाई राजगद्दीमा राखिएन भने नि नेपालमा राजतन्त्र फेरि राधे राधे। बोल्न डराउँदिनँ, मैले सिधै कुरो गर्दिनँ। हच्चाका तालमा मन परि बोल्दै हिँड्ने मान्छे होइन क्या, म रिसर्च गरेर बोल्ने मान्छे। त्यही भएर तपाईँको भविष्यवाणीहरू एकदम मिलिरहेछ अहिले। त्यो कुरो त्यही भएर मैले लेखेर हालिदिएको छु। यी कुराहरू धेरै ज्योतिषीहरूले मेरोबाट सेयर गरेका छन्, हेरेर मनन चिन्तन गरेका छन् र म नेपालका 2-4 जना विद्वानसँग बसेर अस्ति परामर्श भइसकेका छ। अब हामीलाई बोलाइयो र हामीसँग सल्लाह लियो भने हामी ग्रह गोचर नहेरी आन्दोलन पनि सुचारू नगर भन्छौँ। त्यस्तै तपाईँले त सबैको भनौँ न पहिलेदेखि राजाको कुण्डलीदेखि सबै ठुल्ठुलो नेताहरू कुण्डली हेरिरहँदाखेरि उहाँहरूले तपाईँले हामीले यो सोसल मिडियाबाट पनि भन्नुहुन्छ अघि जस्तो होइन, अब हाम्रो भिडियोहरूबाट पनि भनिरहनुहुन्छ यत्रो उहाँहरूलाई सजेसन दिइराख्दा कहिले तपाईँलाई चाहिँ आउनुहोस् यसो हामीसँग सल्लाह गरौँ भनेर कहिले बोलाएको छैन? यिनीहरूमा त्यही समस्या भएर त बर्बाद भयो त। यिनीहरूमा त्यही समस्या भएर बर्बाद भयो। यिनीहरूले हामीलाई बुझेर, हामी त यिनीहरूको होइन नि त, यिनीहरूलाई अप्ठ्यारो पार्न चाहिँ देश बनाउन आउने मान्छे या प्रचण्ड हुन् या केपी ओली हुन् या कोही, हामी यिनीहरूलाई अप्ठ्यारो बनाउँदैनौँ नि। हामी त गुरु हो नि त, गुरुले नराम्रो काम त गर्नु भएन नि त। उनीहरूकै भलाइको लागि मैले आजभन्दा 2 वर्ष अगाडिदेखि बोलेको नि त मैले होइन। अब उनीहरू नि आउँदैनन्, उनीहरू नि मनन चिन्तन गर्दैनन् भने जसले मनन चिन्तन गर्छ उसको अगाडि हामी उसलाई साथ दिन्छौँ, उसलाई हामी अगाडि बढाउँछौँ नि होइन र। त्यो हो नि त कुरो। अहिले जस्तै अलिकति फरक विषय भनौँ, जस्तै केही समय अगाडिसम्म रवि लामी छानेको पक्षमा जनसागर ओर्लिन्थ्यो। अहिले फेरि राजाको उसमा चाहिँ पक्षमा चाहिँ जनसागर ओर्लिरहेको अवस्थामा कतै रवि लामिछानेले विश्वास गरिएको पात्रहरू पनि रवि लामिछानेको भविष्य नदेखेर राजातिर कन्भर्ट भएको हो कि के छ? त्यो हो एक प्रकारले काहीँ निराश छ सबैलाई। र मैले रवि लामिछानेको कुण्डलीको विषयमा धेरै पहिले भनिदिइसकेको तपाईँहरूलाई, त्यो भिडियोमा होला। जनताको अगाडि जनतासँग क्रेजी हुने हुन्छ नि, एउटा क्रेज बढाउने खालको ग्रह रवि लामिछानेको होइन, बाँडीको लागि प्रख्यात ग्रह हो। मैले त्यो जुन पत्रकारिता छोडेर पार्टी घोषणा गरेको दिन रवि लामिछानेले ठुलो गल्ती गरे, पार्टी खोल्नु नहुने थियो, यिनीलाई यही पत्रकारिता ठिक थियो भनेर मैले भन्दै गर्दा मलाई धेरैले गाली गरे, तर आज अभिगत त्यही भयो। जस्तै हिजो राजाको स्वागतका लागि पशुपति शमशेर जवारा पनि उहाँ जानु भएको थियो होइन। उहाँहरू त पहिल्यैदेखि राजशक्तिसँग सम्बन्धित हुनुहुन्छ होइन। कहिले पशुपति शमशेर जवाराको कहिले कुण्डली हेर्नु भएको छ के छ? उहाँहरू पनि जस्तै राजशक्ति पुनर्स्थापन भने उहाँहरू पनि त एउटा कुरो सुन्नु राजा आएर नि फेरि त्यही जवाराहरू को खोज्दै राजा ज्ञानेन्द्र हिँड्नुभयो भने नि म राजतन्त्रको विरोधी भएर निस्किन्छु। बालेन हर्क उता अर्को गोपाल हमाललाई पनि बोकेर हिँड्नुपर्छ, कुलमान घिसिङ जस्ता मान्छेहरूलाई राजाले नेतृत्वमा ल्याउन सक्नुपर्छ। यत्रा युवा छन्, हाम्रो सागर ढकाल जस्ता मान्छेहरूलाई ल्याउनुपर्छ। यस्ता मान्छेहरूलाई मन्त्री प्रधानमन्त्री बनाइदिउँ न।
यहीँनिर कुलमान 50 वर्ष नकटेका युवाहरूलाई चाहिँ प्रधानमन्त्री बनाइदिउँ न, भिजन भएका तपाईँका पढे लेखेका मान्छेहरूलाई देशको प्रधानमन्त्री बनाइदिउँ, अर्थमन्त्री बनाइदिउँ, गृहमन्त्री बनाइदिउँ। अलिक हो त्यो लेभलमा जानुपर्छ अब राजा ज्ञानेन्द्र। अब त्यही बुढा खाका खोक्दै हिँड्नेलाई प्रधानमन्त्री गृहमन्त्री बनाइयो भने के काम हो राजतन्त्र आएको चाहिँ। अनि देश बनाउनको लागि अब राजाले पनि युवालाई बोक्नुपर्छ, सिधा कुरो हो मेरो। ए कुलमानको विषय तपाईँले निकाल्नु, कुलमानको चाहिँ कहिले कुण्डली हेर्नु भएको छ? होइन, अस्ति महायज्ञमा आउनुभयो कि, उहाँलाई म साथ दिन्छु, चिन्ता नलिनु तपाईँहरू। होइन उहाँको जस्तो यो ग्रह गोचरको छैन, हेरेको छैन मैले, छैन। उहाँलाई त अहिले चौथर्फीबाट होइन सत्ता पक्षबाट विशेष गरेर निकाल्ने कुरा, कुलमानलाई निकाले केही हुँदैन, सर्लक्क निस्किदिए हुन्छ कि। फेरि नि सत्ता परिवर्तन भएर नि हाम्रो मान्छेले सत्ता प्राप्त गरेको दिन कुलमान फेरि नि मन्त्री बनाइछ नि, फेरि यो पनि बुद्धा भयो नि, फेरि यिनीहरूसँग लडेर मन्त्री बनाइछ, फेरि यो पनि बुद्धा भयो। छैन, अब मिल्यो भने कुनै दिन हेरौँला होइन। कुलमान घिसिङलाई यिनीहरूले अप्ठ्यारै पारेर निस्किँदा हुन्छ, फेरि मन्त्री बनाउने हो, के को छोडिन्छ। ओके, कार्यक्रमको अन्त्यतिर चाहिँ अब बुझ्ने भाषामा होइन, तपाईँले हुन त सरल भाषामै बोल्नुहुन्छ होइन, राजनीतिक जस्तो गोल गोल गर्नुहुन्न। यो राजतन्त्र अथवा राज संस्थाको बारेमा चाहिँ यो 82 सालमा राज संस्था पुनर्स्थापना हुन्छ कि हुँदैन ठ्याक्कै भनिदिनुहोस् न। भिडियोमा रेकर्डेड हुन्छ, यस्तो हेर्नका लागि पनि तपाईँले म यसरी बोल्दिनँ। फेरि तपाईँले हुन्छ कि म 82 सालमा पनि राजा आउँछन्, 81 साल पनि आउँछन्, 83 साल पनि आउँछन् भन्ने मान्छे होइन। राजा ज्ञानेन्द्रका कुण्डलीमा 2079 साल असोज 6 गतेदेखि ग्रहले राम्रो अवस्था लिएको छ। यो अवस्था मैले धेरै पहिलेदेखि भनिरहेको छु, 82 साल भरि नै हो, 83 सालसम्म हो। अझै राम्रो राजा ज्ञानेन्द्रको ग्रह अब चैतको 23 गतेदेखि साउनको 13 गतेसम्म राम्रो योग बन्छ। यो योगको बेला राजा राजगद्दीमा बस्ने सम्भावना 80-90% हुन्छ। चैत 13 गतेदेखि नै चैतको 23 गतेदेखि साउनको 13 गतेसम्म बढिया राम्रो हुन्छ, एकदम राम्रो योग बनिँदैछ। त्यो समयमा राजालाई राजगद्दीमा राख्न सक्यो भने देशमा फैलफाप हुन्छ अथवा राम्रो छ। त्यो समयभित्र भन्नाले 81 सालमा राख्नु भयो भने 81 सालको चैत 23 गतेदेखि ग्रह बन्छ। अब 82 मा राख्नु पर्यो हामीले, ग्रह गोचर मिलाएर सबै व्यवस्थित तरिकाले। 81 चैत 23 देखि 82 साउनको 13 गतेसम्म यो चाहिँ राज संस्थाको लागि एकदम राम्रो समय, उत्तम समय हो। त्यसमा पनि मैले अरू लेखिदिएको छ 82 सालमा कुन कुन महिनाको कति गते राजालाई राजगद्दीमा राख्ने, कुन ग्रह कस्तो अवस्थामा छन् भनेर हालिदिएको छु, त्यो पढ्न सक्छन् सबैले। म नेपालका गणतन्त्र लिएर आउने हाम्रा महान कम्युनिस्ट नेताहरू, तपाईँहरू देशको भलो चाहनुहुन्छ भने, जुन देशले कम्युनिस्ट जन्मायो फ्रान्सले, आज त्यही देशमा कम्युनिस्टहरू छैनन् होइन, लुप्त भइसक्यो भने तपाईँहरू अरूको खुट्टा छामेर अब नचल्नु, आफ्नो देशको छुट्टै एउटा तन्त्र बनाऊँ। त्यो तन्त्रमा नेपाल विशालको एउटा खाका तयार पारौँ र देश विकास गर्न सबै मिलौँ। भाइ लडाएर, दाजुभाइ लडाएर मारेर यहाँ रक्ताम्य बनाउनुभन्दा अब छिटोभन्दा छिटो सबै मिलेर एउटा देशलाई निचोड दिउँ र शक्तिशाली देश बनौँ भन्न चाहन्छु।